पाल्पाको बाटो हजुर यस्तै छ, यस्तैमा जाने हो। रमाइलो गर्दै यो चाहिँ धुलो खाँदै धुलो उडाउँदै मेरो यस्तै हो पारा भन्दै अब धुलो उडाउँदै जाने त हो। ओहो यो मान्छेलाई चाहिँ यो धुलोले कस्तो सताउने रहेछ नि हो। बाटो कहिले बन्ने खै। अब यो सिद्धबाबासम्मको बाटो सुरुङमार्ग बन्दैछ, हाम्रो युरोप बन्दैछ। हेरौँ अब कहिले बन्छ युरोप। बाजेको पालामा सुरु भएको, नातिको पालामा सिद्धेला कि नसिद्धेला है। हेरौँ यो धुलो हेरौँ त। ओहो यो टिपरले निकालेको धुलो। यो त पाउडरै लाउनु पर्दैन हो। यो लगायो भने त किन लेडिजहरूले चाहिँ मेकअप गर्छन् हो। यतातिर आए त भइगयो नि। लेडिजहरूले धेरै मेकअप लगाउने गर्छन् भने यतातिर आइदियो भइगयो के। टिप्परको पछाडि पाल्पासम्म पुग्दा त पुरै सेतो। किन होला यस्तो हेर्नु त अगाडिपट्टिको त्यो गाडीले त पुरा ओभरटेक गरेर धुलो उडाउँदै गयो। ओहो के कानी चाहिँ कहाँसम्म पुग्नु जस्तो पुग्नु त्यही पाल्पै होला पक्कै, त्योभन्दा बढी होइन होला। अब झुप्पो गरिरहेको छ गाई। जति मैले पनि ओभरटेक गर्छु न टिप्परलाई अलिकति टुच्च के गर्ने, टुच्च गर्दै जानु पऱ्यो। फाइनल्ली चाहिँ अब सिद्धबाबा चाहिँ आइपुग्यो। हेरौँ त यो सुरुङमार्ग। ओहो यो चाहिँ सुरुङमार्ग हो है। यो हाम्रो नेपालको यो बुटवलको क्षेत्रबाट पाल्पा जाँदै गर्दाखेरिको सुरुङमार्गमा आइपुग्यो। यो सिद्धबाबाको सुरुङमार्ग भन्छ। एउटा चाहिँ यो सुरुङमार्ग यतापट्टि छ, अर्को सुरुङमार्ग चाहिँ अर्कोपट्टि आउँदैछ है गाइज। म तपाईँलाई देखाउँछु है, प्रत्यक्ष रूपमा देखाउँछु मैले। बाटो त के भनौँ खै, बाटो त बाइकमा त रमाइलो हुनु, तर धुलोले गर्दाखेरि हो कि न। त हाम्रो नेपाल त स्वर्गै छ नि हो। यति स्वर्ग त बुढो कहाँ छ र नेपाल। कति राम्रो छ हेर्नुहोस् त। ओहो धुलो उडाउँदै मेरो यस्तै हो पारा, बिजुली बालेर लट भएर क्युट भएर अब यो पाउडर लाउँदै क्युट हुँदै जाँदैन। अब के हेर्नु त नि, यहाँ चाहिँ एउटा अर्को पनि सुरुङमार्ग आइपुग्यो। अब योभन्दा अलिकति अगाडिपट्टि पनि सुरुङमार्ग छ है गाइज। ओहो यो धुलो भन्न मैले कालो प्यान्ट लगाएर आइहाल्छु। कालो प्यान्ट माछामा पुगेर सेतो भइदिन्छ है। सेतो प्यान्ट हो कि कालो प्यान्ट हो थाहा हुन्न। ठिक छ, धुलो खाँदै उडाउँदै जाँदैछौँ। ओभरटेक गरिहालेँ गाइज। म पनि के कम अलिअलि ओह्रालो त डरै लाग्ने हो, डरै लाग्ने। यो बाटो देखेर धेरैमा म यो पाल्पा यसरी छिरेको बाटो देखेर डर लाग्ने हो नि। यस्तो पनि हुँदो रहेछ। अहिले जाँदासम्म चाहिँ बाटो बन्दैछ भनेर सुने हो। अहिलेसम्म बन्दै रहेछ। हो यो धुलो के कारण हो, कसो कारण हो। यो पाउडर नेपाली प्रोडक्टको पाउडर